एकातिर पढाइको भारी, अर्कोतिर भाइको जिम्मेवारी। सानै उमेरमा अभिभावक बनेका यी साहसी दाजु। सामाजिक सञ्जालमा यति बेला एउटा यस्तो भिडियो भाइरल भइरहेको छ जसले बाल्यकालमै जिम्मेवारीले भरिएका एक दाजुको सुन्दर र भावुक पक्षलाई चित्रण गरेको छ। नयाँ शैक्षिक सत्रको सुरुवाती दिनहरूमा कक्षा 6मा अध्ययनरत ती बालकले आफ्ना साना भाइलाई काखमा सुताएर एकाग्र भएर पढिरहेको दृश्यले धेरैको मन छोएको छ। कक्षा 5मा प्रथम भएर आफ्नो क्षमता प्रमाणित गरिसकेका ती बालकको पढाइप्रतिको लगाव र भाइप्रतिको स्नेह देखेर धेरैले सानै उमेरमा गहिरो जिम्मेवारी बोकेका साहसी दाजु भन्दै प्रतिक्रिया दिइरहेका छन्। कक्षामा शिक्षिकाले अर्को कोठामा लगेर सुताउन आग्रह गर्दा पनि बिउजिएर दाजुको अङ्गालोमा बाँधिन पुगेका भाइ र ती दाजुबीचको यो निस्वार्थ प्रेमले आजको समाजलाई एउटा ठूलो पाठ सिकाएको छ। यो हृदयस्पर्शी दृश्यले सन्तानको सफलताका लागि सङ्घर्ष गरिरहेका हरेक अभिभावक र दाजुभाइको सम्बन्धलाई नयाँ उचाइ दिएको छ।